नमस्ते है त सबैलाई वेलकम टु माई युट्युब च्यानल। अनि आज मेरो कुरा चाहिँ सुन्नु ल होइन। म धेरै टाइम भइसकेको थियो क्या। जति सुते पनि निद्रा नपुगे जस्तो हुने, थके लागेको जस्तो हुने, समटाइम त के लाग्थ्यो के लाग्थ्यो भने डिप्रेसनमा गएछु कि क्या हो जस्तो लाग्ने के। अनि धेरै टाउको दुख्ने भएको भएर मैले अस्पताल गएर जचाएँ पनि, औषधि पनि खाएँ। औषधि खाइन्जेल ठिकै भयो होइन। अनि अझै पनि ठिक हुँदैन। अनि औषधि सकिएर पछि फेरि औषधि खाएँ, औषधिले कुनै असरै गर्दैन। अनि यस्तो सोचेँ म डिप्रेसनमा त गइनँ कि जस्तो लागिरहेको थियो कि एकछिन त। अनि मैले अफिसको दाइसँग कुरा गरेको, दाइले भन्नुभयो होइन कहिलेकाहीँ खाटको डाइरेक्सन मिलेन भने, अनि सपना सुतेर सपना अनलिमिटेड हामीले सुत्नुसार सपना देख्छ नि, त्यस्तो धेरै सपना देखिरह्यो भने पनि निद्रा पुग्दैन, निद्रा कसमा चिन्छ। त्यही भएर एकताल खाटको डाइरेक्सन एकताल मिलाउनु। अनि त्यसपछि पनि सपना चाहिँ धेरै देख्यो भने रुम चाहिँ चेन्ज गर्दा हुन्छ बहिनी भन्दै हुनुहुन्थ्यो क्या दाइले। अनि मैले मम्मीलाई पनि सोधेको, मम्मी के साँच्चै यस्तो हुन्छ र राति सपना धेरै देख्यो भने अनि खाटको डाइरेक्सन मिलेन भने निद्रा पुग्दैन हो भनेको। अनि मम्मीले पनि हो हुनु त भन्दै हुनुहुन्थ्यो क्या। अनि मम्मीले सधैँ भन्नुहुन्थ्यो क्या, औषध नखा औषध नखा औषध नखा भन्नुहुन्थ्यो क्या। अनि समटाइम चाहिँ मैले होइन टाउको धेरै दुखेर 2टा निम्ससम्म खाइदिएको छु कि, तर पनि केही असर नगर्ने कि। 2टा निम्स भनेको त डोज धेरै हुन्छ नि त, तर पनि केही असरै नगर्ने, त्यस्तो बित्तिको भइसकेको थियो। अनि ठिकै छ नि त होइन। एकताल खाटको डाइरेक्सन चेन्ज गरी हेरौँ, रुम यसो मिलाइदियो हेरौँ भनेर। अनि रुम पुरै मिलाएँ होइन। अनि म त सोच्थेँ कि कति टाइम त म डिप्रेसनमा त गएन नि जस्तो फिल हुन्थ्यो क्या। अनि पछि यसो लाग्यो होइन, रुम यसो रुमको यस्तो वातावरण अलिकति चेन्ज गरौँ जस्तो भएर अनि रुम चेन्ज गरिदिएँ क्या सट्टै पारेर। हुन त होइन यस्तै हो, सरसफाइ गरिदिएँ। मान्छेहरूको सफाइ गर्दा पैसा भेट्छ, के भेट्छ होइन, पुरानो पुरानो चिज भेट्छ। मेरो त कपाल मात्रै भेट्छ हो। कपाल र फोर ब्याग त केही भेट्दैन मैले, सिर्फ कपाल भेट्ने हो मैले। अनि यति सरसफाइ सकेर चाहिँ फ्रेस भएर आएँ। अलिकति बाँकी थियो नि त सरसफाइको, अनि पुरै चेन्ज गरिदिएँ। अनि आम्बो मेरो कानमा लाउने, नाकमा लाउने, मुखमा लाउने सबै एउटै ब्यागमा थुपारेको थियो क्या। अनि सबै मिलाएँ। हिन्दी भर्जन झुम्का दिलाऊंगा, कंगना दिलाऊंगा, सब कुछ दिलाऊंगा तेरी कसम। अनि नेपाली भर्जन कानैमा दिउँला सुनो ढुङ्गरी, नाकैमा झुम्के बुलाकी होइन। अनि सबै काम सकेर म ट्राई गर्दैछु फर्स्ट टाइम वाइवाई चाउचाउको हट एन्ड स्पाइसी नुडल्स। टक्क भएर अनबक्सिङ गरेँ। अनि त्यसमा हट एन्ड स्पाइसी चिकन स्युप, अनि फ्लेभर ओइल, अनि त्यही चनाहरू होइन हल्का ड्राईवाला त्यो। अनि हरियो प्याज र धनियाँ त हाल्नै परै गयो, झन् टेस्टी बनाउँछ। अनि रेडी गरेर हालेँ, रेडी गरेर अनि त्यही मसलाहरू फ्लेभर ओइल हालेँ। त्यो केराहरू चाहिँ मैले सुरुमै हालिसकेको थिएँ नि त। अनि त्यसपछि त्यो फ्लेभर ओइल हाल्ने भएको हात पुरै रातै आँखामा पऱ्यो भन्दा फेरि सब कुछ सहा हो जाएगा टाइपको हुन्छ नि आँखामा। अनि टक्क अहिले काटेको धनियाँ र प्याज हालेँ। अनि त्यसलाई माइल्ड गरेँ मजाले मिलाएर होइन। मिठो टेस्टी, नयाँ पनि खाउँ खाउँ लाग्ने जुस यो चाहिँ। अनि रेडी भयो मेरो हट एन्ड स्पाइसी वाइवाई नुडल्स। तर जे होस् मिठो थियो, करेन्ट नुडलको जस्तै टेस्टी थिएन, जे होस् युनिक थियो टेस्ट। वाइवाई चाउचाउको मिठै थियो, राम्रो थियो। ल साथीहरू मैले त खाएँ, तपाईँहरू पनि ट्राई जरुर गर्नु होला। क्विक वाइवाई हट एन्ड स्पाइसी नुडल। ओके बाई, गुड नाइट साथीहरू, थ्याङ्क यू फर वाचिङ।